अब घर बसिराखेको थिएँ होइन पसलबाट आएर घरमै लिन आयो ओम भाइले जान भनेकै हो घरभित्र यसो जानै पर्यो होइन त चलाउन त आउँछ नि भाइ सो हामी चाहिँ आज गाडी के अरे बाइकमा होइन आज हामी गाडीमा कारमा छौँ होइन त्यही भएर बाइक यहीँ राखेर चल्दै सार्नुपर्ने हुन्छ अस्ति राइडको ढिलो धरी सफा गरेको छैन त्यस्तो बिजी लाइफ के डज हान्यो कम 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 सो यो गाइज आज चाहिँ हामी दाजुभाइ मिलेर चाहिँ जान लागेको अहिले चाहिँ हामी दुईजना मात्रै छौँ भन्न नमिल्ने पछाडि सुमो भाइ छ अब जान खोजेको त खास भाइ एक्लै हो होइन तर भाइले फेरि दाइलाई एकदम माया गर्छ आजकल अनि फेरि दाइ नभएको नजाने रे त्यही भएर फेरि जाम गऱ्यो अनि त्यही भएर चाहिँ हामी एकदम अनप्लान थियो प्लान केही थिएन आज होइन भाइ अनि आजको यात्रा कता हो त म भन्दा भाइले भन्छ भाइले नि अब यहाँ ढुक्क ब्लग छ ढुक्क जाम दाइ भन्छ कता हो ढुक्क थाहै छैन कता जाने हो हामी भाइ चितवन त्यस्तो कलिङ त होइन हामीलाई के कलिङ हुनु पर्ने मन लाग्यो हिँडिदिने हो त खास विशेष केही छैन विशेष केही छैन यत्तिकै जानु लाग्यो घुम्न ज्याउ लाग्यो घुम्ने भन्छ राति घुम्न जान्छौ के हो खास आइज ओ यहाँ दुइटा बच्चाहरू हेरेर चाहिँ यिनीहरूलाई पनि यसो उस गर्नु पऱ्यो होइन घुमेकै छैन नि त ल वेलकम छ केटाहरूलाई पनि यहाँ पछाडि छन् होइन हाम्रो दुइटा भाइहरू तिनजना भयो होइन भनेपछि फुल प्याक भयौँ हामी अब होइन फुल प्याक भयौँ अनि अहिले हामी निस्किँदाखेरि 7:30 भएको छ अनि भाइको ब्लग चाहिँ अपलोड भइसक्यो मेरो ब्लग चाहिँ एकैछिनमा हुन्छ होइन 1 घन्टा पछि सो अहिले चाहिँ हामी यहाँ नागडुङ्गा आइसकेको अवस्था छ अनि हामी चाहिँ अब जहिले पनि अनप्लानै हिँड्छौँ लगभग राइड के अरे बाइकको राइड हुँदाखेरि चाहिँ प्लानै हुन्छ तर बाइक राइड चाहिँ प्लान गर्दा पनि हामी जहिले पनि ढिलो हुन्छ अनि आज चाहिँ अनप्लान छौँ भाइले चाहिँ भर्खरै चितवन भनेर भर्खरै थाहा भयो क्या मलाई भाइ होइन त्यही भएर चाहिँ हामी अब चितवन नै गएपछि त अब राम्रै ठाउँ जानु पऱ्यो होइन चितवनको अब लेक साइड पोखराको लेक साइड भनेर चितवन भनेपछि सौरभ अफकोर्स होला होइन सो हामी स्पेसली के छ त चितवनमा चाहिँ के छ केही छैन त यत्तिकै घुम्न जानु लाग्यो झ्याउ लाग्यो पोखरा कति बस्ने त त्यो नि भनेपछि अब हाम्रो यात्रा कति दिनको हुनेछ हाम्रो लगभग 2 दिन जस्तो हुन्छ होला 2 दिन हुन्छ होइन भएसम्म धरान पनि जान सक्छौँ है हामी सो जे हुनसक्छ यो हेरौँ अब गो विथ द फ्लो भन्ने टाइपको मान्छे हामी चाहिँ हुन्छौँ अनि अहिले चाहिँ हामीसँग हुनुहुन्छ पछाडिपट्टि चो भाइ अनि हिमल भाइ अनि वान एन्ड ओन्ली हाम्रो झल्ली भाइ खैरे भाइ होइन खैरे भाइ हुली हान्ने हो कि आज गाडीमा पेसेन्जर हो होइन ल त्यही अब हामी चाहिँ अब के हुन्छ अब रमाइलो गरिएछ भने होइन गरिएन भने रमाइलो त यत्तिकै हुन्छ अब कुनै अब राख्न मिल्छ कुनै राख्न नमिल्न सक्छ सो अब के राख्छ वाच द इन इन्जोय गर्नु होला सही हो हाम्रो यहाँ पर्बु र 10 चटपटमा आएको है यस बेलासम्म खुल्दो रहेछ क्या बिजनेस त्यस इयर 3:38 भइसकेको छ भनेर आएको है त पर्बुको जय हामी पोखराबाट हजुर अनि चितवन हजुर एकदम नमस्कार म ब्रदर्सपुर दमौली तनजुलाबाट चाहिँ होस् अझै धेरै माया गरेर पोखराबाट चितवन जाने क्रममा हजुर आज ब्रदर्सबाट सम्झाउनु मेरो प्रभु कल्याण प्रभु जय ए ल अनि यसो बीच बाटोमा बसेर छिर्नु व्हाइ नट भनिरहेको नि लागि टिकटक हामी बिचको बिच सम्बन्ध बनेको थियो अझै धेरै माया र सद्भावको साथ आज सेवा गर्ने मौका दिनुभयो कल्याण प्रभु ओके ल खाम त ल खाम मन्त्र हानेम अब खाम न होइन लगेर कति लगभग आधी घन्टा जस्तो पुगेपछि चाहिँ हाम्रो चटपटे आएको अवस्था छ ल भाइ के अरे हाम्रो झल्ली भाइले भन्छ कस्तो छ त भाइ हाउ इज द टेस्ट वाट इज द टेस्ट हाउ इज द टेस्ट भन्छ कि होइन मसला हो र मिठो लागेन हो र आमाइ त के फोकसै हुनु चाहिँ खोइ त चम्चा है के हो मलाई खासै खानेकुराहरू मिठो नमिठो लाग्दैन तर यसमा स्वादै थाहा पाएर अहिले रेड उसमा भनौँ न ल गाडीमा यहीँ भन्दाखेरि अलिकति नराम्रो लाग्ला पर्बुलाई के हो ल उता गएर भन्छौँ है त
ल हामी चाहिँ यहाँ खाएर भ्याइयो के खै पर्पुजी त एकदमै बिजी हुनुहुन्छ पिरो खुवाइयो है नरिसाउनु होला उहाँलाई चाहिँ पिरो लाग्यो है तपाईँ नाम के रे प्रभु हजुर ओब्रास ढुक्क ब्लग्स हो के प्रभुलाई चाहिँ बवाल पिरो लाग्यो हैन ढुक्क ब्लग्स हो के उहाँको ढुक्क ब्लग्स पिरो खुवाउने छु जय होस् प्रभु ढुक्क ब्लग्सलाई यसो केही भनिदिनु न ढुक्क ब्लग्स उहाँको नाम ढुक्क ब्लग्स ढुक्क ब्लग्स भाइ ढुक्क भएर ब्लग्स हेरिदिनुहोस् चट्टु खाइयो एउटा पालकी खाइयो एउटा लल्लु खाइयो एउटा रेडु खाइयो एउटा स्पु एउटा अनि सोडु सोडुज ल यहाँ के भइराखेको छ है कुरा अब हिसाब किताब चाहिँ यहाँ यसरी हुँदो रहेछ पहिला अनि बल्ल गेम होइन र हाम्रो के छ हाम्रो के हो रे कस्तो के हो गेमिङ चाहिँ हात्ती वाट इज द क्राइटेरिया के भन्छ हात्ती गैडा यति बाघ यति भन्नुहुन्छ कि दाइले कस्तो रे भनेको चाहिँ पैसाको अनुसार पैसा अनुसार कि अब पैसाको नोटमा तपाईँको 500 को बाघ हुन्छ नि त एउटा भनेपछि त हामी चितवन जाँदैछौँ सौराबाट लिएर आउँदा हुन्छ पैसा होइन त सहिलो आयो यार केही खानु पर्यो एउटा यार सानो अझै यसो गरौँ एउटा फ्रुट ल्याउनुहोस् त एउटा फ्रुटी दिनुहोस् एउटा फ्रुट ल्याउनुहोस् त यो बाहिरको खाम न त मिक्स मै खान्छु खाइदिने ल खाइदियो भनेपछि ले ढुक्कसँग आएछ ढुक्क भएर खाऊ न यार चटपट पानी लल्लु रेडु स्प्रोट के भन्छ अरे यो सोडु अनि फ्रुटु नानी यता आउनु भए नानी रेडी छ चटपट कहाँ हिँड्नु लाग्यो ल अब रिसाइसक्यो चपेट छ के अनि हाम्रो कति बजीसम्म खोल्ने हो के हो भर हुँदैन अब परिस्थितिले जन्मिएको मान्छे परिस्थिति अनुसार बन्द गर्छ बिहानमा के अरे 6-7 बजीतिर खोलिन्छ भनेपछि त यार कति भयो 14-15 घन्टै हुने रहेछ होइन घन्टा प्रभु बिहानै खान्छन् म आफै तपाईँको चाहिँ प्रभु नखानु न यार तपाईँ ग्यास्ट्रिक हुन्छ होला तपाईँले प्रोटिन खानु न बिहानमा त भन्नु है चटपट खाने ठिकै छ त्यस्तो सक्दैन नि फेरि तीन प्रबल नजिक आइसक्यो गेम त चल्छ नि लगेर अब गेम खेल्नु पर्यो के हो त गेममा चाहिँ के हुन्छ त खासमा के हो सिधै हात्ती उभा यो होइन होला खेल्यो गेममा यो छ कतिजना हुन्छ 5 जना म तपाईलाई पर्छ कि पर्दैन किन अहिले होइन हामी नसक्नु नि सक्छौँ ए हैन देखाउनु पर्यो देखाएर फेरि दिने नि पर्यो म्याच सर हेर्दै हुनुहुन्छ होला लाउ चप रेडी छ लाउ रेडी छ कि लाउन पठाइदिँदा हुन्छ ढुक्क लाउ रेडी छ यार चटपट यार 2 3 4 5 ग्रुप पक्राउ लाइन वालिसियो प्रभुले लाइन नवालिसियो न मलाई नवालिसियो ए हो किन तपाईको फेसलाई काट्छ के त ढुक्क अलरेडी फेस अनि नजिक किसियो न त्यसै चम्किरहेको नजिक किसियो न के होला त्यहाँ एन्टी लाइट आएर कि एन्टी लाइट नो प्रब्लम हैन प्रभु ल ओके रेडी ढिलो भाउ हेर न आफै कन्भिन्स छ यार पैसा सोध्ने मान्छे आज चाहिँ पोखराबाट चिकन कार्यक्रममा आज ब्रदर सपोर्ट सम्झना प्रभु सबैलाई जाय होस् जहाँको टिकट हामी त्यो लाइभसम्म पर्छ आजको हिसाब कति भयो भने मैले गेमिङ खेल्दैछु गेम जित्नु भने क्रन्च 5 वटा होला फ्री गर्दैछु आजको गेममा हिसाब कति भयो भन्दाखेरि एउटा बाघ सही छ है प्रभु एकदमै सही छ तपाईहरुले यसो मिलाइदिनु छ भने भाइ ओए हे एउटा बाघ दुईटा जरा एउटा चौरी दुईटा जरायो अनि एउटा 525 एउटा चौरी चौरी गाई 500 को नोट उसको नोटमा हुन्छ नि 20 को 20 मा कस्तो चोरी आएर 20 मा त 5 को हुन्छ नि त्यही भएर 525 भनेको त अनि दुईटा जरायो 545 आने के हो यस्तो पारा जरायो 10 को नोटमा हुन्छ हैन मलाई त थाहा छैन केटा हो म त फोन पे चलाउने मान्छे ल सही प्रभु एउटा जरा 12 सिंगे जरा 12 सिंगवाला जरा यो चाहिँ जरा जय होस् मेरो प्रभु आज मालको ए खाते भन्दिनु के प्रभुले जय होस् मेरो प्रभु कस्तो हेर्छ प्रभु हो कि क्या हो गाह्रो म तपाईको बाल बल्ल ल केटा हामीले चाहिँ यहाँबाट फर्क्यौँ होइन हामी चाहिँ चटपट खायौँ चटपट खाएर खै के हो गेम खेलाउनु रहेछ त्योमा चाहिँ लाइक
त्यो जनावरहरू हुन्छ नि नेपाली पैसाको करेन्सीमा चाहिँ नोटमा चाहिँ हो त्यो पैसाहरू मिलायो भने चाहिँ उसो आउने रहेछ अनि त्यो चाहिँ हिमाल भाइले मिलायो होइन हिमाल भाइ हिमाल भाइले मिलायो खोइ मैले ढुक्क भ्लग्स ढुक्क दाइ म जित्छु भनेको थियो तर यो चाहिँ एकदम हेभी कन्फ्युज हुँदो रहेछ के हो भाइ ल जे भने नि कङ्ग्रेस फर अस खास जानेकोलाई चाहिँ पुरै चटपट फेरि दिनुपर्ने हो के अरे होइन तर त्यो त दाइ जसले नि जान्छ नि होइन त्यो पनि एउटा रमाइलो कुरा हो इङ्गेज गरेको होइन ल हामी चाहिँ डाइरेक्ट चितवन पुगेर देख्छु है त त्यो चाहिने चिज हो नि त होइन त नि हेबिसेन बाबाले के भन्नु भोलि त्यस्तो भइरहेको छ हाम्रो अहिलेको चितवन जाने कार्यक्रम पानी सानीहरू राख्नुपर्छ लिनुपर्छ पानी सधैँ नि यो चाहिँ मेरो साथी हिमालको अर्काले ओके चल्दैछ है त अब हामी गाडी स्टार्ट गर्नुभएको छ ढुक्क भ्लग्सले रिभर्स गियर सर ढक्क स्टेरिङ घुमाउनु भएछ पुरान दाइ डर त लागेन नि कोही मलाई ज्ञाननिर डर भन्दा पनि विश्वास छ भाइको त्यही हो ओ यतिको दाइ चाहिएपछि त चाहिएछ त होइन पाएपछि त अब चित्तवनलाई के अरे हामी दमलीलाई बाई बाई गर्दैछौँ हाम्रो ब्रदर्स चटपटलाई उहाँको कपाल साह्रै मन परेको छ होइन त्यो भन्दा पनि ल खोइ ल्याउ त म अब सो हामी चाहिँ अब चटपट खाइयो होइन केटाले सबैले खायो है सबैले चाख्यो अनि गेममा पनि हिमाल भाइले जितेर हामी के अरे त्यो के हो चक्लेट पनि पाइयो अनि हाम्रो चाहिँ पहिल्यैदेखि नै भनिराखेको कुरा हो अनि सुदीपले पनि भन्छ ओम भाइले नि अब अहिले चाहिँ उसले पनि भ्लग गरिराखेको छ होइन अब हामीले चाहिँ फेरि जेन्युन रिभ्यू दिन्छौँ होइन आफूलाई मन परेको कुरा राम्रो भन्छौँ नराम्रो भन्छौँ होइन त्यही भएर चाहिँ अब हाम्रो अनेस्ट रिभ्यू चाहिँ हामी दिँदैछौँ अनि सबभन्दा फर्स्ट चाहिँ म ओम भाइलाई सोध्छु कस्तो लाग्यो त तिमीलाई चाहिँ बर्जस चटपट मलाई चाहिँ ठिकै लाग्यो होइन त्यस्तो नट गुड नट ब्याड दाइको चाहिँ मेन एउटा पोइन्ट चाहिँ प्रीति चाउचाउलाई चाहिँ अरूहरू च्याउचाउमा कन्भर्ट गरेको भए चाहिँ मिठै हुन्थ्यो होला है अनि म चाहिँ पिरो खान नसक्ने भएर चाहिँ मलाई चाहिँ वाइल्ड पिरो लाग्यो त्यही माथि मैले खुर्सानी नै टोक्दैछु झन् होइन त्यही भएर नि पिरो भयो अब आफ्नो टेस्ट हो मलाई चाहिँ ठिकै लाग्यो अनि मेन भनेको प्रीति चाउचाउ चाहिँ मन परेन प्रीति चाउचाउ भएको भएर चाहिँ मन परेन दाइ चाहिँ भेजी भएको भएर चाहिँ प्रीति हालेको अरे मैले त्यही भनेको दाइकै अगाडि होइन किन त्यो गरेको त भन्दाखेरि म भेजी हो त्यही भएर भेजलाई नै उस गरेको भन्ने कुरा गरेँ आफ्नो लाइन आफ्नो ठिकै होला त्यो नि होइन सो आउट अफ 10 त्यही हो 6 होइन ल अनि हिमाल भाइ अनि के बेस्ट लाग्यो के बेस्ट मलाई त ठिकै लाग्यो यस्तो मिठो नि हैन यस्तो नमिठो नि हैन अनि कति रेट चाहिँ कति गर्न चाहन्छौ लाइक आउट अफ 10 6 अनि 6 दिन लाग्यो त फेरि चुम भाइ तिमीले 6 भन्थ्यौ मलाई चाहिँ अलिकति बिलो एभरेज लाग्यो अनि लाइक रेटिङ गरे भने चाहिँ तिमी त पढ्न लाग्यो है 5 अनि व्हाट अबाउट पवन सर त्यस्तो मिठो त छैन त्यस्तो यस मान्छेको बोली चाहिँ हल्का मिठो तर अब रियल रिभ्यू होइन त सही हो अनि मेरो कुरामा आउँदाखेरि चाहिँ अब मैले चाहिँ कहिले पनि 10 अफ 10 चाहिँ कुरा दिन्न किनभने 10 अफ 10 त कोही पनि हुँदैन र भइहालेछ भने पनि त्यो 10 अफ 10 हुँदै होइन त्यो चाहिँ पेडवालामा चाहिँ हुन्छ कोही चिज फेरि 10 अफ 10 होइन कि बढी पनि दिन सक्छ मतलब दिन मन लाग्छ चेकिङ रहेछ एउटा यहाँ चाहिँ ल हामी चाहिँ रोकेको चाहिँ खासमा अब भर्खरै यहीँनिर चाहिँ चेकिङ थियो कि त्यही भएर चाहिँ मैले चाहिँ रिभ्यूकै कुरा गर्दै थिएँ अनि ठ्याक्कै रोक्यो मामाहरू पनि ठ्याक्कै त्यहाँ चेकिङ रहेछ हाइवेमा पनि चेकिङ हुँदैछ केटा हेरेर त्यही भएर चाहिँ अब हामी मापासे त थिएनौँ त्यही पनि मापासे चेकिङ गर्दैछ डकुमेन्टहरू चाहिँ केही पनि हेरेन सो यदि तपाईँहरू होइन हाइवे हिँड्दै हुनुहुन्छ होइन अब हाइवेमा त झन् रिस्की भयो नि त लाइक तिमी काठमाडौँ जाँदैछौ अरे होइन काठमाडौँ जाँदैछौ कता जाँदैछौ त मापासे गरेर हिँडे हो अथवा डकुमेन्ट लिएर हिँडेन हो भने डकुमेन्ट त खासै खोजेन पनि अलिकति रिस्की नै भयो त्यो चाहिँ विच इज गुड होइन मापासे गरेर हिँड्न हुन्न त्यही भएर तिमीहरू यदि हिँडेछौ अथवा पार्टी अब कहिले कहिले चिल हुन्छ नि त ल जाम भन्ने हुन्छ त्यस्तो बेलामा चाहिँ हिँडिहाल्यो भने चाहिँ दिस इज नो गुड फर सबैजनालाई होइन त्यही भएर मापासे गरेर चाहिँ नहिँड त्यो हेल्थको लागि पनि राम्रो होइन अनि अब एक्सिडेन्ट हुनसक्छ होइन अब अनकन्सियस हुनसक्छ नि त अँध्यारोमा हिँड्दाखेरि सो ओबे द ट्राफिक रुल्स होइन त मापासे नगर अनि त्यही हो अनि हामी चाहिँ कहाँ थियौँ रे चटपटको रिभ्यू गर्दै थियौँ सबैजना केटाहरूले आउट अफ 10मा चाहिँ 6 दियो चुम भाइले 5 दियो होइन कि बिलो कति दियो यार चुममा कति दियो जे 5
5 नै दियो। अनि हाम्रो यहाँ भाइ थियो के अरे पवन भाइलाई चाहिँ चटपटभन्दा बोली चाहिँ मिठो लाग्यो अरे। मलाई पनि फर्स्टमा चाहिँ बोली मिठो छ उहाँको होइन। अनि जुन चाहिँ होइन जेनभरि त्यही हो मेन चाहिँ रिलेसन बनाएको एउटा कस्टमरलाई तान्ने क्षमता चाहिँ उहाँको छ। अनि जस अलिकति इम्प्रुभ गर्ने कुराहरू चाहिँ धेरै नै छ होइन, अलिकति होइन धेरै नै छ। यो चाहिँ मलाई चाहिँ म पनि खान्छु किनभने मैले स्पाइसी एकदम मनपर्छ। भाइलाई चाहिँ स्पाइसी मन परेन, मलाई चाहिँ स्पाइसी एकदम मनपर्छ। अनि चटपटी पनि म घरमै पनि बनाउँछु। अनि मैले चाहिँ मेरो पसल अगाडि बनाउने दिदीहरूले नि योभन्दा राम्रो चटपट बनाउनुहुन्छ कि मलाई चाहिँ चटपट भन्दा पनि बेसी चाहिँ दाइको चाहिँ हुन्छ नि त्यो घरमै बनाइन्छ नि सम टाइम लाइक हामीसँग धेरै मटेरियल्सहरू हुँदैन, जस्ट के पिर्ती चटचट ल्यायो घोल्यो होइन त अलिअलि के अरे त्यो अलिअलि मसलाहरू के लाइक अब के अरे प्याजहरू योहरू मात्रै हाल्यो अनि घोले जस्तो मात्रै भयो कि खासमा चटपट भन्दा पनि पिर्ती घोलेर दिए जस्तो भयो मलाई चाहिँ। अब मेरो अनेस्ट रिभ्यू एउटा हो फेरि अब होइन यस्तो भन्नु उस्तो भने भन्ला अब मलाई चाहिँ जे लाग्यो त्यही कुरा त्यही भने हो। कतिजना चाहिँ अब भुजा नहालेको खान्छ, जस भुजा नहाल्दो रहेछ, भुजा नहालेकै मनपर्छ मलाई। तर अर्कै फरक हुन्छ कि अरू चाहिँ त्यो चाहिँ पछि भनौँला। जोस् मलाई चाहिँ त्यति राम्रो लागेन, त्यही भएर म चाहिँ रेटिङ पनि गरिनँ। सही यो पानी जोगायो छाताले छेकेर मैयालाई देखेर। सही हो। सो हामी चाहिँ अब चितवन आइपुगिसकेको छ मेरो रामनगरतिर। म चाहिँ हल्का सुत्दिएँ होइन, अघि हल्का न्याप लिइदिएँ कि केटाहरूले फेरि जराइ देखेँ भन्छ के अरे। अब हेरौँ हामी चाहिँ सौरा नै जान्छौँ होला, सौरा नै जाने कुरो भइगयो के अरे। हेरौँ है त के देख्यो भने देख्यो मलाई। र हामी चाहिँ सौरा आइपुगेको अवस्था छ। सौरासम्म आउँदाखेरि चाहिँ एकदम राम्रो भयो। हाम्रो राइड चाहिँ 4 घन्टाको भयो होइन। अनि त्यो सब यतातिर हेर्दाखेरि चाहिँ केही छैन त्यस्तो, लेक साइड जस्तो झिलिमिली केही छैन केटा। त्यही भएर हामी चाहिँ यता बस्दैन होला, त्यही नै अगाडिसम्म जाऊँ होइन कस्तो हुन्छ माहौल हेरौँ। किनभने हामीलाई झिलिमिली ठाउँ बसेको झिलिमिली राम्रो लाग्छ हामीलाई होइन। के हो कस्तो भइरहेको त अब दादा लाइसेन्स निकाल्नै पऱ्यो भन्ने मतलब गाह्रो। सो गाइज हामी चाहिँ अहिले सौराहाको कतातिर हो थाहै छैन, हिँड्दैछौँ यतातिर भाइहरूसँग रोमिङ गर्दैछौँ होइन। हेरौँ अब कहाँ हुन्छ। त्यस त्यहाँ चाहिँ एउटा लाइभ म्युजिक हुँदो रहेछ, खोइ अरूतिर त सुनसानै छ यार, हुँदैन रहेछ केटा हामीलाई। दिस इज नो गुड फर अस होइन। जेम्सन नि प्यान्ट नलग्यो उस्तै गऱ्यो भाइ। डजिदिएको है डजिदिएको जेम्सन। ल है हामी चाहिँ इन्ट्री हुँदैछौँ। यो के हो बाबु, यो के हो रे? रेड हर्स रे यो चाहिँ हाम्रो। यो तपाईँको हामीले पोखरामा जति नि 16 क्याटवाक भन्छ नि चितवनको लागि यही हो। यस्तो लागि बाबु है चितवनतिर चाहिँ गर्मी हुन्छ नि, त्यही भएर ओपन बनाएको लागि हो होइन त नि, गर्मी हुन्छ नि त चितवनमा। त्यो इन्ट्री नि हो के हो सही रहेछ यार। पार्किङ वाउ दामी ओ म्युजिक दामी छ, भाइब आएर है। ल हामी चाहिँ चिल हान्नलाई हिँडेको के हो केटा। उही चिल त यस्तो हुने रहेछ कि बाटोमा। अरे अनि यतिको चाहिँ हुनु पऱ्यो क्या। ए सयो। ल हामी चाहिँ ब्रेकफास्ट गर्दैछौँ। ब्रेकफास्टमा हाम्रो चाहिँ मोमो हुँदैछ होइन विथ वाइ अनि हामी छौँ सौराहामा। हेर्दाखेरि चाहिँ राम्रो होइन केटा। सधैँभरि आउँछ तिमीले भनी मलाई बिर्सिएछै गर्छ, आज भोलि तिमीले मलाई छोडी कता गयो, पापेनीले गर्दाखेरि बिरानी भयो। मेरो माया नहिन तर्केर जहाँ गए नि आऊ हजुर फर्केर, मेरो माया कहीँ गए नि आऊ माया फर्केर, मेरो मनको कस्तो बाटो छ रातै दिन तिम्रो सम्झनाको,
बैगुनेको सम्झना सधैँभरि आउँछ तिमीले भनी मलाई बिर्सिएदै गर्छ आज पापिनीले छोडी गयो दिदिनाको जिन्दगानी धोकै धोका भयो म राष्ट्रिय कलाकार बाबु गलाको समुच्चय भएर उपचार गर्न पाइन पैसा नभएर राष्ट्रिय 15 वर्ष जाइरी खाएको हजुर बाबुहरूले थप मेरो बाबु गलाको उपचार गर्छु मेरो बाबु आउनु गयो हेर जानु छ सौरामा घुमे सकिलो घर कहाँ पर्यो नि बाबु पोखराबाट आएको पोखराबाट ए हाम्रो पोखरा म दमौलीको ए रमणी कता दमौली बजार दिने यसो कहाँ ए ए ए ल ल हुन्छ हुन्छ ओके भर्खरै हाम्रो चाहिँ गन्धर्व बुवा आउनुभएको थियो अनि उहाँ चाहिँ सुरुमा चाहिँ मलाई त्यो फेरि के हो यार अलिक भएन जस्तो फिल आएको थियो कि अनि उहाँ चाहिँ फेरि त्यो के भएको अरे त्यसको पहिला चाहिँ राष्ट्रिय कलाकारै हुनुहुँदो रहेछ पछि चाहिँ त्यो गला के भन्छ गला प्रब्लम भएको भएर तर धेरै जस्तो सिङ्गरहरूको त्यस्तै हुन्छ है प्रब्लम है त्यो भएको अरे अनि के अरे हाम्रो भाइलाई चाहिँ त्योभन्दा त मै नै गाउँछु जस्तो के हो गाइदिन्छ जस्तो हिँड्नाले गाउँछ कि हाम्रो सो हामी चाहिँ अब खास काममा किन आएको थाहै भएन हिजो होइन यत्तिकै किडन्यापै तरिकामा केटाहरूले मलाई किडन्याप गरेर ल्यायो अनि सहरमा चाहिँ यस्तो गर्मी छ त्यही भएर चाहिँ चिल बियरमा चिल गर्दैछ अब तिमीले मैले अघि भर्खर क्वेसन एन्सरवाला गेम हेरेको थियौँ नि गर्ने हो मैले क्वेसन नो एन्सर क्या गऱ्यो त्यस्तो हालमा प्रिपेयर हुनु आउँछ जस्तो लाग्यो क्वेसन लेख्नु 5 मिनट प्रिपेयर भनौँ नि त है त अनि सेम है त हामी पहिला चाहिँ प्रिपेयर हुन्छ जुनमा चाहिँ क्वेसन हुन्छ तर लाइक रिप्लाई हुन्न क्या जस्तै इक्जाम्पलमा चाहिँ घाम किन राति लगाएको के अरे इक्जाम्पलमा चाहिँ घाम किन दिउँसोमा तर आएको होइन राति आएर हुन्न टाइपको क्या त्यसको हुन्छ नि त तर के भन्छ त्यसलाई चाहिँ एक्ज्याक्ट इङ्ग्लिसमा चाहिँ के भन्छ सपोज द भ्यालु अफ एक्स भन्छ हो के अरे सपोज द भ्यालु अफ एक्स वाइज द्याट भन्छ ए सयो चासो भएको र हामी चाहिँ फर्किँदै हो सौराहाबाट होइन भाइको काम पनि भएन र खोइ किन भएन कुनै त्यो सिस्टम त नयाँ आयो तर नयाँ लागु भइसक्यो होइन नि त के भएछ यताउति अनि आऊ पैसै खाऊ जस्तो टाइपको रहेछ कसम होइन हेरोस् अब बालेन सरकारलाई अब बोलाउनै पर्ने भयो यतातिर होइन यताबाट गरेर नि नहुने रे उताबाट गर्दा तपाईँको यातायात 3 बजे बन्द रे कस्तो यातायात 5 बजेसम्म भनेको नि त होइन ल कता भित्र खालि उता अगाडितिर तर भनेपछि काम छैन अहिले त सरकारी कार्यालयहरू त 5 बजीसम्म भने हेरिरहेछौ भने होइन पुलिसलाई मात्रै टाइट होइन कि यो सरकारी यो कर्मचारीतिर यो भेन्चुतहरूलाई पनि गर्नु पर्यो कि सबलाई मादरको लिएर 3 बजे बन्द भनेर ल चाहिँ कामै गरिदिएन कि काठमाडौँबाट के अरे पोखराबाट आएको मान्छे होइन हेटौडा तपाईँको अरूको कुरै छोडिदिउँ पेट्रोलको मात्र हिसाब गरौँ न ल 10,000 त्यहीँ गएन त अनि अब अर्कोचोटि आउँदा फेरि 10,000 फाल्नु त्यहाँ के अरे पेट्रोलमा मात्रै भएर नि भएन बस्नु पर्यो खानु काम भनेको 1000 रुपियाँको एउटा कागजको काम हो फेरि त्यति कामको लागि के गाह्रो यो त कत्रो बोको त्यहाँ दाइले नि भने अनि ल हामी चाहिँ बोटिङ गर्न खोज्दैछौँ फास्ट बोट रकेट हान्दिने रकेट हामी त हाम्रो त्यो सानोमा अरूमा गएन ओइ भ्यू हेर्न हाम्रो यहाँ चाहिँ के अरे यो त अनि स्विमिङ गर्न जान्छ जस्तो किन लानु पर्छ नि त डोल्फिन आयो नि सार्क होला नि मलाई चाहिँ ब्लू कलरको दिन्छ ब्लू कलर चाहिन्छ कि मलाई चाहिँ हामी चाहिँ यो लाउँदैछौँ एउटा दिनु त त्यसै त मोटो झन् मोटो देखिने यार केही फरक पर्दैन म तिमीलाई सानो बनाइदिन्छु सानो देखाउनु पर्छ ल देखाइदियो त यहाँ देखाइदियो त मेरो भाइ मलाई हानिदिन्छु म भगर नभएपछि फेरि चाहिँ आउने कि ठिक बा
दामी कस्तो लुज भएन केही छैन सट्टा ल्याउने ल हामी चाहिँ अर्कै बोर्ड कतापट्टि हो भन्ने खालको कता हो भाइ तपाईँ कता हो त्यता हो यतै हो अरे ल चल्दैछ हामी निस्किँदै समय त्यहाँबाट खोइ सानो भन्छ कि केटाहरूले यस्तो रहेछ यहाँ डरै लाग्दो के हो भने यस्तो त्यही भने ओइ किन्डोराको ओ यहीँ बस्ने हुँदै जिस्काएको ल त अब हामी चाहिँ अगाडि नै बस्छौँ यस्तो बोर्ड चाहिँ मैले पहिला उता बस्दै नै गरेको कि कस्तो कस्तो सोलो हो र ठिकै छ अघि फेरि अगाडि बस भन्छौ यार हेटेरी यार केटा अरे म चिज रहेछ मैले उता पहिला अस्ट्रेलियातिर त गरिसकेको के यस्तो कुराहरू थाइल्यान्डमा गरेको अस्ट्रेलिया त मात्रै हो हानेको चाहिँ हामी थाइल्यान्डमा हालेको यो त स्पिड बोट होइन भाइ उहाँ त स्पिड बोट हाने छुट्टै छ क्या यतिको चाहिँ हुनु पऱ्यो है ब्लगर भएपछि बोल्नु पऱ्यो क्या सबै ल अनि ल एउटा रिल्याक्स पारामा बल्ल चितवन आएको केही भयो कि हो कि जस्तो लाग्यो एकटा भाइ यो गफै रहेछ बाले सरकार भन्न अझ अनि हामी त हिरो नि त कस्तो डराउने हो र मुरा हुइली हान्ने मान्छे डराउँछ मुजी भाइ दामी दामी ल भ्याइयो है त भ्याइयो सक्यो ओए लास्टमा आएर सेन्टी गीत बजाइदियो त अहिले चाहिँ यहाँ
कस्तो डरायो हो र भाइ यार टाइमै छैन यार दिनभरि तिमी हरायो दिनभरि अनि टाइम छैन नि त भाइ यार यो दाइकोमा हो है केटा आउने भन्छ यो दाइले बवाल चलाउँछ बवाल ल यतातिर आउँदाखेरि दाइ भेटेर गर चलाऊ है दाइहरूसँग दाइले बवाल चलाउँदो रहेछ दाइकोमा हो है केटा अरूमा चाहिँ एकदम नर्मल चलाउँछ गर्मीमा है आनन्द ल यता हाम्रो चाहिँ पानीपुरी आएको अवस्था छ पानीपुरी खाने टक्क पार्ने अनि चल्दी सान्नुपर्छ अब अरू के चाहिँ केही अरू केही छैन है अब यति हो निकाल्नुपर्छ अब त्यो डौमलीको भन्दा त बवाल छैन केटाहरू पानीपुरी चाहिँ मिठो छैन त्यो पानीपुरी मिठो छैन र हाँसु म चटपट त मिठो थियो मिठो लाग्दैन चटपट चाहिँ मिठो थियो चटपट चाहिँ मिठो थियो होइन